मन्त्री दीपक कुमार शाह नियुक्त भएको 14 दिनमै बर्खास्त परिएका छन्। राजसभाले आफ्नो पार्टीका मन्त्रीलाई पदमुक्त गरी सुशासन र अनुशासनको कडा सन्देश दिएका छन्। श्रम, रोजगार तथा सामाजिक मन्त्री दीपक कुमार शाह नियुक्त भएको 14 दिनमै बर्खास्त परिएका छन्। मन्त्री शाहले आफ्नो श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्य नियुक्त गरी पदको दुरुपयोग र नातावारलाई अगाडि सारेको पुष्टि भएपछि उनलाई पदमुक्त गर्या हो। मुख्य घटनाक्रम र कारण: विधानको उल्लङ्घन। राजसभाको विधानको धारा 71ले पार्टीका सदस्यका परिवारलाई राज्यको कुनै पनि निकायमा नियुक्त गर्न निषेध गरिएको छ। झुटको विवरण: अनुशासन समितिले सोधेको स्पष्टीकरणमा मन्त्री शाहले सत्य लुकाउने र झुटको विवरण पठाउने प्रयास गरिएको पाइएको थियो। पार्टीको कदम: अनुशासन समितिको सिफारिसमा पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहलाई मन्त्री शाहलाई हटाउन सिफारिस गरेका थिए। सोही आधारमा प्रधानमन्त्रीले बिहिबार उनलाई बर्खास्त गरेका थिए। राइट टु रिकल: राजसभाले आफ्नो विधानमा रहेको राइट टु रिकल जनप्रतिनिधि फिर्ता ल्याउने व्यवस्थालाई कडाइका साथमा लागू गर्ने सङ्केत दिएको छ। सभापति लामिछानेले सङ्ख्या घट्ने चिन्ता नगरी अनुशासनहीन र अनियमिततामा संलग्नलाई पार्टीले नबचाउने स्पष्ट गरेका छन्। विज्ञहरूको धारणा: राजनीतिक विश्लेषक डाक्टर कृष्ण पोखरेल र ट्रान्सपेरेन्सी इन्टरनेसनलका पूर्व अध्यक्ष खेमराज रेग्मीले यस कदमलाई सकारात्मक भनेका छन्। नातावाद र अनियमितता पुष्टि हुनसाथ मन्त्रीलाई फिर्ता बोलाउने सुशासनको क्षेत्रमा नयाँ र सकारात्मक सन्देश दिएको उनीहरूको बुझाइ छ। यसअघि पनि राजसभाले आर्थिक अनियमितताको आरोपमा समानुपातिक सांसद डाका कुमार श्रेष्ठलाई पदमुक्त गरेको थिए। के लाग्छ तपाईँलाई? राजसभाको यो कदम ठिक हो या बेठी? तल कमेन्ट गर्नुहोस्।